भर्खरै महाकालीतिर पुगेको थिएँ। त्यहाँ त्यो क्षेत्रको सांसद त म होइन, तर यो देशको मान्छे, यो देशको एउटा नागरिक भएको नाताले मेरो देशैभरि विकास होस् भन्ने चाहना म राख्दछु। त्यसो भएको कारणले गर्दाखेरि त्यहाँका सम्बन्धित सांसद माननीय तपाईको चाहिँ नि ज्यूको पनि अनुमति लिँदै त्यो टिङ्कर सडक भन्ने रहेछ त्यहाँ। त्यो टिङ्कर सडक चाहिँ तपाईको चाहिँ नि के अरे टिङ्कर भन्ज्याङ पुर्याउने 1 नम्बर पिलरसम्म पुर्याउनु पर्ने सडक रहेछ। त्यो सडक चाहिँ बन्न सकेको छैन। प्रत्येक वर्ष 1 करोड 4 करोड यस्तो खालको मात्रै चाहिँ तपाईँ पैसा चाहिँ विनियोजित हुने रहेछ। हामी भन्छौँ राष्ट्रिय योजना, राष्ट्रिय गौरवका योजनाहरू भन्छौँ, थुप्रै हाम्रो योजनाहरू छन्, गरि पनि राखेका छौँ, कोसिस गरिरहेका छौँ, सबैले गर्न खोजेकै हो। तर हाम्रो राष्ट्रिय गौरवको योजना चाहिँ सीमावर्ती क्षेत्रमा हुनुपर्छ भन्ने म चाहिँ भन्न चाहन्छु। पारिपट्टि हेर्यो लिपु लेकको तपाईको नाका जाने मजाको 2 लेनको चिल्ला सडक, वारीपट्टि हेर्यो बिजोग अवस्था, ढुङ्गा झरिराखेको, पहिरो झरिराखेको होइन, मुस्किलले हल्लिँदै उफ्रिँदै गयो। मिस्टेक भयो भने तल तपाईको 1 किलोमिटर जति भर्टिकल्ली महाकालीमा खस्नुपर्ने अवस्था। पारिपट्टिबाट भारतबाट घुमेर जाँदाखेरि 2 घण्टामा खलङ्गा पुग्ने रहेछ, वारीपट्टिबाट जाँदाखेरि 1 दिन लाग्ने रहेछ, फेरि गाडी चल्दैन, रिजर्भ ल्याउनु पर्ने। पारिपट्टिबाट आइसी 200 रुपियाँ तिरेर खलङ्गा पुग्न सकिँदो रहेछ, वारीपट्टि जमेको गाडी रिजर्भ गर्दा 25,000 देखि 30,000 रुपियाँ तिर्नु पर्ने रहेछ। त्यो भएको कारणले गर्दाखेरि त्यहाँनिर चाहिँ तपाईको दुम्लिङ एरियाका मान्छेहरू चाहिँ इलिगल्ली तुइन थापेर जेसुकै होस् बरु पारिपट्टिबाट जाउँ भनेर चाहिँ तपाईको तर्दाखेरि प्रत्येक घरमा 1 जना 2 जना मान्छे चाहिँ बितेका रहेछन्। त्यसतर्फ सरकारले गम्भीर ध्यान आकर्षण गर्नुपर्छ र त्यो टिङ्कर सडक जति सक्दो चाँडो बनोस् होइन। हाम्रो देशमा पनि बाटो होस्। हाम्रो देशप्रति चाहिँ हाम्रो तपाईको नेपाल के अरे पट्टि चाहिँ बाटो नबन्दाखेरि यो एउटा लाजमर्दो कुरो पनि छ, हाम्रो दुःखको कुरो त कति छँदैछ। त्यसो भएको कारणले गर्दाखेरि त्यो सडक भनेको हाम्रो सीमा रक्षा पनि हो। अहिले सिमानाको कुरा थुप्रै आइराखेका छन्। एरोस्ट्रमबाट प्रधानमन्त्रीज्यूले आफ्नो चाहिँ कुरा सच्याउनुपर्छ भन्ने माग पनि हामीले राख्दै आइरहेका छौँ। यदि सिमाना साँच्चै नै रक्षा गर्ने भने सीमावर्ती क्षेत्रमा हामीले स्तरीय बाटाहरू बनाऊ, बरु भित्रका बाटाहरू नबनाऊ है। ढिलो त्यस्तो चाहिँ पैसा छैन भने अलि पछि बनाऊ, तर सीमावर्ती क्षेत्रमा हामीले विकास गरिएन भने हाम्रो राष्ट्रियता पनि कमजोर हुन्छ भन्ने तर्क मेरो हो। कतिलाई त लागिरहेको थियो हामी त पारिकै भए पनि हुन्थ्यो भन्ने पनि त्यहाँनिर नेपालीहरूले भनिराख्नु भएको थियो। नेपाली भएर जन्मिनुमा उसले आफूलाई दोषिरहेको छ। यो गल्ती कसको हो भन्दाखेरि तपाईँ हामी जस्तै राजनीति गर्ने मान्छेहरू। यहाँनिर 100 दिन सरकारले कटेको छ। म त्यस्तो क्रिटिकल्ली यस्तो गर्नु भएन उस्तो गर्नु भएन पनि भन्दिनँ। म 100औं वर्ष लगाएर बिगारेको देशलाई 100 दिनमा बनाउन सकिँदैन पनि। कोसिस गर्नुभएको छ, कोसिस गर्नुभएको छ होइन। कोसिस गरिरहनुहोस्। हाम्रो सरसल्लाह सहित तपाईहरुले चाहिँ के कोसिस गर्नुभयो भने, हाम्रो पनि विचारहरूलाई मिसाएर कोसिस गर्नुभयो भने सफलता अलि छिटो प्राप्त हुन्छ भन्ने मलाई लाग्छ। र हामीले यसरी दिने भनेको प्रतिपक्षले भनेको डेटाहरू हो। म जे गएर देखेर आएँ त्यही कुराको डेटा यहाँ दिइराखेको छु, फ्याक्ट दिइराखेको छु। त्यो फ्याक्टलाई हेरेर तपाईहरुले पोलिसिज एन्ड प्रोग्राम्स बनाउने हो। त्यसलाई कार्यान्वयन गर्नु होला। शुभकामना दिन चाहन्छु।